च्यानल पूजा थापा 1। आज चाहिँ म मात्रै होइन हामी सैलुङ जाने भनेर प्लान बनाएको थियौँ। त्यही भएर बिहानै 3 बजे उठिसक्यो। अब जाने चाहिँ कति बजे हो थाहा छैन, 5 बजे जाने भने नेपालीको टाइम 5 बजे भनेको त्यही हो, थाहा छँदैछ सबैजनालाई। भनाइ चाहिँ 5 बजी छ। ऊ झोलासोला सबै रेडी पारेर राखिसकेको छौँ हामीले हिजो बेलुका नै, सबैजना ठिक पारेर राखिसकेको छ। अब हेरौँ उषा दिदी वाउ कति राम्रो देखेर भ्लग बनाउने रे क्या। फाइनली 3-4 बजेदेखि रेडी भएर कुर्दा 5 बजी जाने भनेको मान्छे 6 चाहिँ यहीँ बजिसक्यो। अहिले चाहिँ हामी बस पार्क भनेछु, यहाँ उसमा पुग्यौँ, आकाशे पुग्यौँ। अब चाहिँ रफ्तारमा जानुपर्ने हुन्छ हामी। अहिले चाहिँ हामी मुगिरारभन्दा अलिकति माथि आइपुगिसक्यौँ। अब चाहिँ हामी खाजा खान लाग्यो, खाजा खाँदै जाने, किनकि हामी केही नखाइकन हिँड्यो नि त, त्यही भएर खाजा ल्याएको थियौँ। यता बस्नु पर्ने रहेछ। म चाहिँ हामी गाल्पा पुग्न लाग्यौँ। अब चाहिँ अप्ठ्यारो बाटो आउँछ। अहिलेसम्म त ठिकै छ, एकछिनपछि चाहिँ अब मासतिर चाहिँ अप्ठ्यारो बाटो, तर कस्तो राम्रो सल्लाह गाडीले हल्लाएर चाहिँ खिच्न नदिने रहेछ, अप्ठ्यारो छ तर दामी देखिया। अहिले चाहिँ हामी गाल्पा बजार आइसक्यौँ। गाल्पा बजार चाहिँ अहिले यो जुन देखिरहेछ नि त, यो ठाउँभन्दा ठ्याक्क मास्तिरपट्टि रहेछ बजार चाहिँ। हामी चाहिँ बजारभन्दा अलिकति तलैबाट जानुपर्ने रहेछ। उता हामी सैलुङ जाने बाटो चाहिँ अलिकति तलबाट अनि छिर्नुपर्ने रहेछ। अनि हामी चाहिँ माथि बजार नगइकन तल गयौँ, किनकि हामी अलरेडी धेरै ढिलो भइसकेका छौँ क्या। अनि फेरि हामी बिस्तारै पनि हिँडिरहेछौँ, भमिटहरू हुन्छ भनेर। त्यही भएर घर कति राम्रो रहेछ नि, सिन चाहिँ खतरा रहेछ हौ यता गाल्पातिर। तर फेरि बाटो चाहिँ भन्नै नपर्ने रहेछ। धन्न अझ बाइकमा आउने भनेको थियो, बाइकमा भन्दा गाडीमै आएको ठिक जस्तो लाग्यो मलाई चाहिँ, किनकि बाटो अलि धेरै अप्ठ्यारो रहेछ। अब म त भर्खर चलाउन थाले हो, त्यही भएर गाह्रै हुन्छ होला जस्तो लाग्यो। बाटो हेर्दा चाहिँ यस्तो रहेछ। त्यहाँदेखि स्टार्ट बन्द भएर सातो गयो यहाँनिर चाहिँ ठ्याक्कै। अनि फेरि ब्याग लगेर अनि त्यसरी फेरि स्पिडमा गएपछि चाहिँ हाम्रो गाडीले तानेको छ फाइनली। अनि अब फेरि जानुपर्ने हुन्छ हामी अगाडि। के खाँदै गइरहेको थियौँ। हाम्रो चाहिँ एकदमै धेरै रमाइलो भएको थियो है। बाटो जस्तो भयो नि, जे भए पनि सिन चाहिँ बब्बाल रहेछ क्या, यस्तो खतरा सिनहरू क्या। तर गाडीले हल्लाएर चाहिँ राम्रो चाहिँ एउटा आउने होइन, जे होस् हल्लाइ पनि जे गरेँ नि मैले खिच्न सफल भएको छु, किनकि मलाई बमिट भएको छैन। अहिलेसम्म म एकदम फ्रेस छु, त्यही भएर मजाले भिडियो बनाइरहेको छु। हेर्नु न कस्तो खतरा देखेको क्या। बाइकमा आएको भए त म त ठाउँ पछि नै रोकेर नै उहाँ पुग्नलाई नै मलाई रात पर्थ्यो होला बिहान हिँड्दाखेरि। जस गाडीमा आएर अब सबैजना एकै ठाउँ भएपछि रोक्न मिल्दैन नि त, त्यही भएर सरासरी हेरेर मात्रै गइरहेको छु। उता पारिपट्टि देखेको चाहिँ अग्लेश्वरीको डाँडा भने जस्तो लागेको थियो। अनि यो देखेको छ नि जुन हो त्यो चाहिँ, अहिले म त्यहाँ गएर पनि राम्रोसँग खिच्छु। कस्तो खतरा देखाएको क्या, यो मोबाइलबाट चाहिँ खासै राम्रो देखा होइन, तर रियलमा चाहिँ यस्तो दामी छ नि। मेरो त्यसै पनि एन्ड्रोइड हो नि त, त्यही भएर खासै धेरै राम्रो देखिँदैन। त्यही पनि एन्ड्रोइडले भयो नि यतिसम्म खिच्या, त्यो नै म त्यसमा नै धेरै खुसी छु। तर म उहाँको पुगेर चाहिँ भिडियो बनाउनु पाउँछु कि पाउँदिनँ, किनकि हिँड्नुपर्छ अरे 2 घन्टा हिँड्नुपर्छ भनेर नै मलाई ज्वरो आइसकेको क्या अहिले नै अलरेडी। त्यही भएर 2 घन्टा हिँड्नुपर्दा चाहिँ मलाई लास्टै गाह्रो हुन्छ जस्तो लाग्छ, किनकि अरूलाई चाहिँ 1 घन्टा 1.5 घन्टा लाग्छ अरे। अब हामीले हिँड्नु परेपछि त 2 घन्टा त लागिहाल्छ। मैले भनेको थिएँ नि अग्लेश्वरीको डाँडा भनेर, त्यही हो, खतरा रहेछ, यस्तो भिड रहेछ क्या। फेरि बाटो फेरि त्यहाँबाट झऱ्यो भने त बाँच्दिनँ होला हामी होइन कोही पनि, जे लास्टै भिड क्या। अनि छेउमै छ बाटो पनि, एउटा गाडी भन्दा नअट्ने रहेछ बाटो पनि। 2टा गाडी एकैचोटि अगाडिबाट र पछाडि यताबाट हामी जाँदै र उताबाट गाडी आयो भनेदेखि साइड दिने नै ठाउँ नहुने रहेछ क्या, त्यस्तो गाह्रो खालको रहेछ। अनि बाटो नि अप्ठ्यारो क्या फेरि, अनि बाटो अप्ठ्यारो त्यही माथि सानो भएपछि त अनि लास्टै गाह्रो क्या। सिनहरू चाहिँ दामी थियो, बाटोको चाहिँ अलिकति प्रब्लम रहेछ। जस ठिकै छ, केही पाउनको लागि केही गुमाउनु पर्छ भने जस्तै।
हामी सिनको मजा लिँदै जाऊँ अब मजाले। त्यही हो, म सकेसम्म भिडियो बनाउँछु तर के कस्तो बिर्सिहाल्छु क्या, राम्रो राम्रो त्यो क्लिपहरू चाहिँ बनाउनै बिर्सिन्छु। अनि सम्झेको बेलामा मात्रै बनाएर चाहिँ त्यही माथि यस्तो बाटोमा हिँड्दा अब बिर्सिनु त कुरै भइहाल्यो। ल हेर्नु बाटो कस्तो छ, खोला, अनि त्यस्तै खोला भएपछि त्यही खोला ठुलो आएको बेलामा चाहिँ त्यस्तो हुन्छ होला क्या बाटो। कति ठाउँमा स्टार्टै बन्द भएर सातो जान्छ भने त्यहाँदेखि यत्रो बाटो चाहिँ तलतिर खतरा भिड छ क्या। फेरि अहिले म देखाउँछु भिड पनि, त्यहाँ अहिले भिडको नजिकै पुगेपछि चाहिँ देखाउँछु। ल हेर्नु भिड कस्तो छ। अनि यस्तो भिडमा धन्न मैले भिडियो चाहिँ बनाइराखेको छु, बाहिर हात अझ बाहिर निकाली बनाएको छु क्या। ऊ तल त्यहाँबाट मोबाइल खस्यो भने त सक्यो क्या, मोबाइल होइन गाडी खस्यो जे खस्यो भने पनि सक्यो, कहाँ पुग्छ भने पनि थाहा हुँदैन। कस्तो भिड हो फेरि त्यो भिडभन्दा उतापट्टिको सिन चाहिँ फेरि दामी छ क्या। सिनले नै गरेर खाइरहेछ जे होस्। सिन के अरे अब सिन राम्रो भएको ठाउँमा बाटो गाह्रो हुन्छ, बाटो गाह्रो भएको ठाउँमा त्यही हो अब मिलाएर बुझ्नु होइन। मलाई खासै बोल्नै आउँदैन भनेको, रियलमा बोल्ने जसरी मैले यहाँ भिडियोमा बोल्यो भने त भाइरल भइसक्थेँ म। तर के गर्नु, रियलमा जसरी म बोल्न सक्दिनँ, क्यामेरा अन हुने साथै मेरो बोली जान्छ क्या। कहाँ जान्छ मलाई थाहा छैन, जे होस् जान्छ बोली मेरो। आमा भुत्तै भइछु त म त। ब्लग हाल्नु चस्मा देखाइदिनु त खोलेर। मेरो चस्मा उषा दिदीको चस्मा कहिले भाँच्यो चाहिँ उषाले गाडीमा आमा उषा दिदी कति राम्रो आएको नि। उषाको चस्मा है यो। बाफ्रे यार सिसो खतरा खायो, फुल चढेर केही छैन। वा आएको छ दामै भएर त फुल चोरिसक्यो यहाँ। बाटो त बाटो त आनन्द तर यहाँ धेरै त्यस्तो भिडियो अब एकैचोटि सैलुङमा गएर मात्रै भिडियो बनाउँछु मैले। उषा दिदी त हिरो नि देख्यो अन्त दिदी एकचोटि डान्स जान्दैन डान्स। आलु छानेर केही छैन क्या यो गइसक्यो एकबार लाने हो। मैले भ्लग बनाउँदैछु है दिदी चाहिँ पातै होइन नि फेरि। आलु लानुपर्छ अब, कुहिएको आलु चाहिँ हाल्नु होला है फेरि। मर्नी भाइ यस्तो हुन्छ चौरीकै पुरै त्यो झ्याम्ल्याङ भगवाला हुन्छ होइन। गाडी ठेलेर केही छैन फेरि यहाँ बसेर। त्यति फेरि क्या धेरै पनि छैन, त्यति चाहिँ अप्ठ्यारो रहेछ। नचढेको यस्तो अब चढ्छ होला। फाइनल्ली अब हामी पुग्न लागिसक्यो। बाटो चाहिँ के गयो यार यस्तो अब हिँड्नुपर्छ होला यति धेरै।
भ्यू टावर त्यो चाहिँ टावरमा चढेर केही छैन फेरि ठिक छ ठिकै रहेछ अब म तलतिर जान्छु यो सबै सामान छोडिदिएर आमा मेरो मेकअपको बिजक के लायो यार छ गाडीमा चाहिँ मैले लाउनै बाँकी छ है फेरि लगाएको छैन तल गएर लाउँछु सामान रुममा पठाएर बसाएको खाम क्या फेरि मलाई गाह्रो छ मलाई अब तल जान्छु म पनि तल गएर देखाउँछु नडल्नु है दाइ रे है त्यो चाहिँ घोडा मेरो जुत्ता फ्रक वाउ जस्ट वाउ ठिकै रहेछ तर यहाँ आइपुग्नुसम्म यहाँ आउँदासम्म चाहिँ मेरो फेरि परान खिस्किसक्यो थियो आउँदिन होला जस्तो लाग्यो थियो धन्न आइपुगेछ एउटा फुल टिपम अहिले लाएर खिच्नुहुन्छ दुईवटा कस्तो फोटा छ यहाँ त त्यहाँ छ नि हाम्रो चटकीहरू चाहिँ फेरि फरर पारेर खिच्दै खानु फोटो कोही साडी लाएर कोही के गरेर जस्तो हाम्रो अझ तर हिँडेर चाहिँ लास्टै गाह्रो हुन्छ चाहिँ मलाई कम्ती गाह्रो अब यसो एकछिन चटक त देखाउनै पर्यो पछाडि चाहिँ भिडियो सिडियो बनाउँदै हुनुहुन्छ अब म पनि टनै भिडियो बनाउनु पर्ने हुन्छ चटपटे हेर चटपटेको वरिपरि के खा दिदी मरेर भ्यू टावरसम्म चढ्न सफल भएँ यत्रो आएपछि भ्यू टावर त चढ्नै भयो भनेर चढेको तर भ्यू टावर चढेपछि चाहिँ फेरि कुहिरो लाग्यो भने जस्तै भयो हस्पिटल के अरे हटस्पट आउने बोल्न नै बिर्सिसकेँ यार मैले मेरो अनुहार बच्चे फेरि देखाउनु लागेको छैन त्यही भएर म देखाउँदिनँ होला अहिले चटपटी खाएर हेर न म खऱ्यो भिडियो बनाएर नभ्याउने रहेछ यहाँ हजुर टिकटक नबन्ने भयो आज जिन्दगी छिटो आउनु न टिकटक बनाउन पहिला यो एउटामा चाहिँ ल स्टार्ट भइसक्यो हाम्रो राम्रो नि ब्युटिफुल ओइ रियल क्यामेराबाट पनि कस्तो राम्रो देखिन्छ ल हिरोइन अनि त केमा उसमा मलाई पनि राम्रो त न म त अब रिसिभै म झन्डै ल ताइलुङमा चाहिँ पानी भरिसक्यो अहिले चाहिँ मस्तै गरी खोइ कहाँ पुग्नुभयो त शारदा दिदीहरू त कस्तो पानी पऱ्यो यार अब जाने बेलामा चाहिँ पानी पर्ने भयो नि त गाइस पानी पऱ्यो अघि चढ्दाखेरि मलाई कम्ती यो उकालो मलाई मात्रै थाहा क्या आज म कसरी आइपुगेछु भनेर तर अहिले चाहिँ केही छैन अहिले चाहिँ म धके अब हामी एकैचोटि तल गएर मात्रै भिडियो बनाउँछु होला बिचमा केही राम्रो देख्यो भने बनाउँछु र बनाउँदिनँ मैले लगेर लकेटको पारा मेरो तल जम्मै भिजिसक्यो बाई बाई गाइज बहरी मान्छे गइसक्यो अरे अब हामी चाहिँ फर्किसक्यौँ सैलुङबाट पानी परेर बिजोग भइसक्यो फेरि अनि फोटो भिडियो बनायौँ नि त हामीले राम्रा तपाईँहरू आएपछि दिदी कति राम्रो आन्थ्यौँ अब हामी सैलुङ फर्क्यौँ गाइज
मसँग छैन है दिदी तपाईँको फोन Heartbeats fast, colors and promises. How to be brave? How can I love when फाइनली अब चाहिँ हामी घर आइपुगिसक्यौँ उषा दिदी चाहिँ उता मुख धुँदै हुनुहुन्छ म चाहिँ मुख धोएर पनि रेडी भइसकेँ सुत्नको लागि अब चाहिँ सुत्नुपर्ने हुन्छ है गाइजहरू लास्टै थकै लागेको छ मलाई यति गाह्रो भएको हो नि त्यो हिँडेर जान जे भयो भने सैलुङ पुगेर आइसक्यो अनि एकदमै रमाइलो पनि भयो अब यति भन्दै म छुट्टिन्छु बाई बाई